गाइस माइनक्राफ्ट नेपालमा किन पपुलर भएन त के तपाईलाई थाहा छ? ल है त यी पोइन्टका माध्यमबाट म आज यो भिडियोमा तपाईलाई एक्सप्लेन गर्न जाँदैछु। सबभन्दा पहिला हामीले बुझौँ माइनक्राफ्ट कस्तो गेम हो। माइनक्राफ्ट एउटा क्रिएटिभ माइन्डेड गेम हो जहाँ कुनै पनि एउटा फिक्स एम हुँदैन। ल है त यति भनेपछि म मेरो भिडियोको फर्स्ट पोइन्टलाई एक्सप्लेन गर्न जाँदैछु। सबभन्दा पहिला के हो भन्दा मोबाइल गेमिङ प्रिफरेन्स। यसको मतलब नेपालमा धेरै जसो मान्छेहरूसित त्यस्तो राम्रो फोन हुने गर्दछैन किनकि नेपाल हल्का थाहै छ कस्तो देश भन्न पर्दैन। जसका कारण माइनक्राफ्ट जस्तो हेभी गेम माइनक्राफ्ट जसले हेभी भन्दैन नि ग्राफिक्सको लागि त्यो मान्छे एकदम ठुलो पागल हो किनकि नेपालमा यस्तो सोचाइ छ कि जुन गेमको ग्राफिक राम्रो हो त्यो गेम हेभी हुन्छ। बल्कि माइनक्राफ्टमा हजार लाखौँवटा आइटम हुन्छ, इन्फाइनाइट वर्ल्ड जेनेरेसन हुन्छ जसका कारण माइनक्राफ्ट ल्यागी हुन जान्छ। यति भनेपछि म अर्को पोइन्टमा जानेवाला छु। अर्को पोइन्ट के हो भन्दा पेड गेम। माइनक्राफ्ट एउटा किनेर किन्ने किनेर खेल्ने गेम हो भनेर धेरै जसोले क्लेम गर्छन्। बल्कि हामीले माइनक्राफ्टको जति पनि क्र्याक्ड भर्जनहरू डाउनलोड गरेर खेल्न मिल्छ। अनि धेरै जसो नेपालीहरू खेल्छन् फ्री फायर पब्जी जस्तो गेम जहाँ उनले महिनाकै टपअपहरू गर्छन्, इलाइट पास बोया पास के हुन्छ त्यो सबै किन्छन्। त्यसमा बहुत खर्च गर्छन् तर भन्छन् कि माइनक्राफ्ट यति त हो पैसा भनेर माइनक्राफ्टलाई किन्दैनन्। सोच्छन् कि त्यत्रो गेमहरू खेलेछन् फ्री फायरमा टपअप गरिदिएको पैसा माइनक्राफ्ट डाउनलोड गर्नमा कति पो लाग्छ र त्यसमा त हजारौँ गुणा बढी पनि खर्च गर्छन् कोहीले। ल अब हामी जाउँ थर्ड पोइन्ट हो ल्याक अफ नेपाली कन्टेन्ट। नेपाली कन्टेन्टमा कमी छ, मतलब माइनक्राफ्ट कम खेल्छन्, धेरै हिन्दीमा खेल्छन्, इङ्ग्लिसमा हेर्छन्, नेपालीमा छैन नि त। त्यो भएपछि के हुन्छ नेपालमा क्रेज आउने भएन। कोहीले नेपाली मन पराउँछन् हिन्दीहरू भन्दा। अब हाम्रो जस्तै प्रिस ओपी र मिस्टर जुनियर जस्ता युट्युबरहरूले चाहिँ बहुत पपुलर गराएका हुन् माइनक्राफ्टलाई। त्यही पनि माइनक्राफ्ट फेरि लास्टमा गएर तलै झऱ्यो। त्यही भएर नेपालमा त्यस्तो केही हुन सकेन कन्टेन्टको बारेमा। अर्को भयो प्रिफरेन्स फर कम्पिटेटिभ गेम्स। मतलब फ्री फायर पब्जी जस्तो झरेर भटामभुटु हान्ने मार्ने अपोनेन्टलाई किल गरेर त्यसरी जुन सर्ट एक्सन गेम हुन्छ नि, छिटो सुरु हुने गेम, छिटो फन आउने, छिटो त्यो मार्न पाउने त्यस्तो गेमहरूमा धेरै उस छ, के भन्छ हाइप छ नेपालमा। जसका कारण माइनक्राफ्ट जस्तो गेम जसमा क्रिएटिभ माइन्ड युज गरेर कुनै फिक्स एम बिना खेल्न दिन्छ त्यस्तो गेम खेल्न सक्दैनन्। अर्को लेस हाइप फ्रम पपुलर क्रिएटर। मतलब हुन्छ नि अरू कन्ट्रीमा कुनै गेमलाई टपमा गराउनको लागि के भन्छन् इन्फ्लुएन्सरहरूले इन्फ्लुएन्स गर्छन्, के भन्छन्, त्यो गरेको कारणले माइनक्राफ्ट पपुलर हुने गर्छ अरू कन्ट्रीमा। अनि नेपालमा त्यस्तो पोसिबल भएको छैन। ल अर्को भयो माइनक्राफ्टको कम्प्लेक्स मेकानिजम। मैले भने नि हजारवटा ब्लक छ, लाखौँ वर्ल्ड जेनेरेसन हुन्छ, यसले बहुत कम्प्लेक्स गराउँछन्। मान्छेले सोच्छन् अब सिम्पल छैन गेम। फ्री फायरहरूमा के हुन्छ झरो मारो, पब्जीहरूमा पनि त्यस्तै हुने, त्यो जस्तो गेममा त्यस्तै हुने भयो। मोबाइल लेजेन्डमा ल जाओ जिताओ यसरी जिताओ भन्ने हुन्छ। अनि माइनक्राफ्टमा केही भनेकै हुन्न, जाओ दाउरा तोडो भनेर नि भनेको हुन्न, त्यो नि आफ्नो मर्जी हो। त्यो के गर्ने भन्ने फिक्स एम माइनक्राफ्टले दिएको छैन जसको कारणले धेरै जसोलाई गेम कम्प्लेक्स लाग्छ। बल्कि छ चाहिँ माइनक्राफ्ट कम्प्लेक्स म भन्छु। ल यो लास्टको यो मलाई त्यस्तो ठिक धेरै जस्तो सबसे मेन कारण हो लास्टको प्रिसेप्सन एज अ किड गेम, बच्चाको गेम। मैले नै भोगेकै हो यो। धेरै जसोले भन्छ बच्चाले खेल्ने गेम खेल्यो भने जिस्काउँछ, जसका कारण कोहीले खेल्ने मनै लाग्दैन, बच्चाको गेम हो भन्छन् खेल्दैनन्। यसको कारणले माइनक्राफ्ट पपुलर हुन सकेको नि होइन। ओके यति भनेपछि म जसले यहाँसम्म हेर्नुभयो उहाँको लागि एक्स्ट्रा बोनस पोइन्ट पनि दिन चाहन्छु। तिम्रो बोनस हो कल्चर डिस्कनेक्ट। अब यसको मिनिङ के हो भन्दा माइनक्राफ्ट वर्ल्ड चाहिँ बहुत भास्ट हुन्छ, कस्टमाइज हुन्छ होइन। त्यहाँ नेपाली कल्चर छैन, नेपाली कल्चर रिलेटेड कुरा छैन, हो कि नै? त्यही कारण थियो किनकि नेपालमा कल्चर इज एभ्रिथिङ। ल है त यति भनेपछि म मेरो आजको भिडियोलाई यही समाप्त गर्न चाहन्छु। भिडियो हल्का छोटै भएको छ, त्यही पनि हेर्नुभएकोमा थ्याङ्क यू। ओके सायोनारा।